2025 मा हैन न्यू इयर पनि आउँदैछ अनि 2025 मा हामी यहाँ यो वर्षको केही इन्सिडेन्टहरूलाई चाहिँ याद गर्दै गर्दाखेरि चाहिँ के भयो भनेर यसरी हेर्दै गर्दाखेरि चाहिँ मैले समय नभएको कारणले म छिटो छिटो जाँदैछु। हेर्दै गर्दाखेरि चाहिँ धेरै कुराहरू धेरै धन्यवाद। समय थोरै छ, सबै हजारमा हुनुहुन्छ। आजको यो कार्यक्रममा आइदिनु भएको लागि सबैलाई म धन्यवाद भन्न चाहन्छु। हामीले जतिलाई सम्झिन सक्यौँ, कतिलाई टाढा हुनुहुन्छ उहाँहरू आउन सक्नु भएन। धेरैलाई हामीले बोलाउने सोच पनि गरेका थियौँ तर अवस्था रहेन। सम्प्रेसले उसको तर्फबाट 24 र 25लाई निहाल्दाखेरि थुप्रै कुराहरू उसले अनुभव गर्न पायो र हामीले पनि जीवनमा थुप्रै खालको नयाँ कुराहरू सोच्ने, नयाँ कुराहरू भोग्ने मौका पायौँ र त्यसमा सफलता हुनका लागि परमेश्वर त हुनु नै हुन्छ। उहाँले हात नथाप्नु भएको भए त हामी सफल हुने थिएनौँ, निको हुने थिएनौँ, हामीले सबै हाम्रो सफलता हात पार्ने थिएनौँ। तर उहाँदेखि बाहेक, परमेश्वरदेखि बाहेक पनि हाम्रो पछाडि थुप्रै व्यक्तिहरू हुनुहुन्छ। सबैको नाम लिइराख्न म अहिले असमर्थ छु। यो गत सालभरि 24-25को अन्तदेखि 25मा सहयोग गर्नुहुने, आर्थिक रूपमा धेरैले सहयोग गर्नुभयो। उहाँहरूलाई म नाम लिइराख्दिनँ, धेरै धन्यवाद भन्न चाहन्छु। त्यति मात्र होइन, हाम्रो अनुपस्थितिमा मण्डलीको सेवा, हाम्रा छोराछोरीहरूका वास्ता गरिदिनु भएको, हेरचाह गरिदिनु भएको, अनि सानो भाइ दिपेश मात्रै हुँदाखेरि अनि उसलाई आफैलाई पनि हेर्नुपर्ने, तर उसले पनि थुप्रै आफ्नो भूमिका खेलेको छ। अनि हाम्रा आफन्तहरू, दाजुभाइ दिदीबहिनीहरू, मण्डलीका दाजुभाइ दिदीबहिनीहरू, छर छिमेकीहरू सबैले भूमिका खेल्नुभएको छ। स्कुलमा हाम्रो सरहरू, म्याडमहरू हुनुहुन्छ, उहाँहरूले हामी नहुँदा पनि सबै आफ्नै स्कुल जस्तै, आफ्नै जिम्मेवारी जस्तै गर्नुभएको छ। त्यसको लागि म धन्यवाद भन्न चाहन्छु। र परमेश्वरलाई धन्यवाद दिने कुराहरू, एउटा हामी रोगबाट छुटकारा पायौँ, रोग हाम्रो सफल भएको प्रकारले निको भयौँ। एक्सिडेन्टदेखि लिएर यो क्यान्सरका कुराहरू अनि अरू थुप्रै कुराहरूबाट हामी बच्यौँ। त्यसको लागि कतिचोटि चाहिँ यो पैसाले र उपचारले मात्रै पनि सफल नहुँदो रहेछ। त्यसको लागि चाहिँ धेरै कुराहरू मिल्नुपर्ने रहेछ। अनि हामीले विश्वास गरेको चाहिँ परमेश्वरको हात थियो त्यहाँनिर। नत्र पैसाले मात्रै धेरै मानिसहरू बाँच्दैनन्, पैसाले मात्रै नबाँचेका मानिसहरू पनि छन्। तर हामीलाई त्यो पैसा पनि व्यवस्था भयो, वास्तवमा हामीसँग केही पनि थिएन। अनि त्यो उहाँहरूले प्रार्थना पनि गरिदिनु भयो। सबैले भन्दा बाइबल भर्सहरू, हामी जति बेला जान्थ्यौँ त्यो बाइबल भर्सहरू अनि फोनहरू थुप्रै हामीले पायौँ। त्यसको लागि हामी धन्यवाद भन्न चाहन्छौँ सबैजनालाई, सबै व्यक्तित्वहरूलाई, यहाँ उपस्थित हुने, अनुपस्थित हुने सबैलाई हामी धन्यवाद भन्न चाहन्छौँ। अनि अघि सम्प्रेले भन्दा उसले पिटिएस पनि उसले सफलतापूर्वक पास गर्यो। अब एमबिबिएसको 4थो वर्षको एक्जाम दिनुपर्नेछ, बाँकी तयारी गर्दैछ। त्यसको लागि पनि अवश्य सफल हुनेछ भन्ने कुरा हामीले विश्वास लिएका छौँ र धन्यवाद भन्न चाहन्छौँ। अनि यही बेला फेरि सन्देशलाई पनि पठाउनु पर्ने, अब बाहिर पढ्छु भन्छ, कोरियातिर जाने भन्छ, त्यहाँ पढ्छ, फेरि भाषा पढ्छ, पास गर्छ, जान पाउँदैन, फेरि अर्को गर्छ, के गर्छ गर्दै गर्दाखेरि अनि अहिले चाहिँ क्यानाडाको भिसा पनि लाग्यो, अथवा त्यहाँ पाउने सिट पनि पायो, अनि त्यो पढ्ने विषयहरू पनि मिल्यो। सबै गर्दाखेरि थुप्रैजनाको हात छ त्यहाँनिर। मेरो बहिनी, कान्छी बहिनी, ज्वाइँ, अरू थुप्रै साथीभाइहरू कसले कहाँ के गर्ने, हामी त केही पनि जानेका थिएनौँ। नजान्दा पनि सबै कुराहरू व्यवस्थित भएर उसले आफ्नो पढाइ लगातार गर्दैछ र भिडियो पनि कुराहरू भइरहेको छ। म राम्रै गर्दैछु। म तपाईँहरूलाई अब ऋण बोकाउनु पर्दैन होला। म परिश्रम गर्दैछु, काम गर्दैछु र अलिकति जम्मा पनि गरेको छु अर्को वर्षको फीको कुराहरू। अनि 6 महिनाको लागि गरिसकेँ, अब अझै 6 महिनाको बाँकी छ भन्ने कुराहरू गर्छ। यी सबै हुनको लागि हामी यहाँ हेर्दाखेरि केही पनि देख्दैनौँ, तर हाम्रो पछाडि यति धेरै शुभचिन्तकहरू हुँदो रहेछ। यहाँ कोही अरू भेरा यहाँ पनि हुनुहुन्छ। उहाँहरूले यहाँ मात्रै होइन,
विदेशसम्म पनि त्यसलाई कहाँ लाने, के गर्ने, कहाँ सङ्गति गर्ने, कुन बाटो हिँड्ने, को मान्छेसँग चिनाजान गराउने, कसको साथमा गयो भने चाहिँ त्यो ठिक बाटोमा लाग्छ भनेर थुप्रै जिम्मेवार व्यक्तित्वहरू हाम्रो पछाडि हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि म छोटकरीमा सबैलाई धन्यवाद भन्न चाहन्छु। आज एउटा सानो बर्थडे, यो बाबुको बर्थडे यो क्रिसमसको दुई दिन पछाडि प्रायः वर्षैपछि आउँछ, तर त्यो सबै वर्षहरूमा आउने बर्थडे भन्दा यस वर्षको बर्थडेलाई चाहिँ हामीले बर्थडे मात्र नभएर हामीलाई सेवा पुर्याउनु हुने, हामीलाई थुप्रै तरिकाले साथमा साथ दिनुहुने सबैलाई जति उपस्थित हुन सक्छौँ उहाँहरूलाई बोलाएर, उपस्थित हुन नसक्नेहरूलाई चाहिँ अब फोन म्यासेज तर्फबाट हामी धन्यवाद भन्नका लागि आजको हाम्रो कार्यक्रम विशेष गरिकन यो आयोजना गरेको तपाईँहरू सबैजना आइदिनु भएको छ र म छोराछोरीहरूप्रति पनि एक प्रकारले धन्यवादी छु। यो सबै गर्नुपर्छ भनेर हामीले त्यति राम्रो सोचेको पनि थिएनौँ। त्यही एउटा सानो केक काटौँला, त्यो भाइलाई यताउति गरौँला भनेर अनि भाइ मिलेर होइन यसो गर्नुपर्छ भनेर उनीहरूले पनि त्यो खर्चहरू पनि यताउतिहरू पनि के म्यानेज गरेर त्यो सबै गरेका छन् र छोराछोरीहरूप्रति पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो भाइ बहिनीहरू त्यति मात्र होइन, मेरो आफ्नो छोराछोरी मात्र होइन, दाजु भाइका छोराछोरी सबैले के गरेर अनि उहाँहरूले अहिलेको यो अवस्थासम्म आउनको लागि धेरैको हात छ। त्यो सबैको हातको म नाम लिइराख्नु सक्दिनँ, एउटै शब्दमा भन्न चाहन्छु यहाँहरू हाम्रो साथमा हुनुहुँदो रहेछ। अनि मैले एउटा महसुस गरेको कुरा चाहिँ लास्टमा भन्न चाहन्छु, मानिसले त्यति बेला चाहिँ आफ्नो मान्छे छ कि छैन भनेर थाहा पाउँदो रहेछ जति बेला ऊ दुःखमा हुन्छ। मानिसले त्यति बेला चाहिँ आफ्नो मान्छे यो चाहिँ मेरो मान्छे हो भनेर चिन्दो रहेछ जति बेला त्यो मानिसलाई आपद परेको बेला कसैले बोलेर, कसैले भेटेर, कसैले दुई शब्द बोलेर साथ दिँदो रहेछ। त्यति बेला यो चाहिँ मेरो मान्छे रहेछ भन्ने चाहिँ छाप लाग्दो रहेछ। त्यस कारणले यहाँ हुने धेरैजना सबैजना प्राय गरिकन हाम्रो हृदयभित्र छाप लागेको मान्छेहरू जसले केही न केही रूपमा हामीलाई साथ दिनुहुनेछ। अनि त्यस पछाडि हिम्मत आउँदो रहेछ, त्यस पछाडि जोस पनि आउँदो रहेछ, त्यस पछाडि हामीसँग धेरै मान्छे हुँदो रहेछ भनेर त्यो आउँदो रहेछ। अनि त्यो चाहिँ हामीले अनुभव गर्न पाएका छौँ। मैले मात्र भने है, अब सञ्जाले पनि केही भन्ने छ कि धन्यवाद र यहाँ उपस्थित हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका आदरणीय दाजुभाइ दिदी बहिनीहरू सबैजनालाई शिशुको नाउँमा चाहिँ नमस्कार भन्न चाहन्छु। विशेष गरिकन यो मेरो सानो छोराको बर्थडेको अवसर पारेर हामीले चाहिँ केही धन्यवादको शब्दहरू पनि हाम्रो शुभचिन्तकहरूलाई, हाम्रो आदरणीय आपासुबाहरूलाई अनि साथीभाइहरूलाई, हाम्रो परिवारलाई दिने योजना हामीले गरेका थियौँ। र विशेष गरिकन अगाडि नै छोरी सङ्क्रिसले र हाम्रो सरले सबै कुराहरू भनिसक्नु भएको छ। तर थोरै मात्र म यहाँहरूको अगाडि केही कुराहरू राख्न चाहन्छु है। हामी गत साल चाहिँ हामी एकदमै बिरामी अवस्थामा थियौँ है। यहाँहरू सबैजनालाई राम्रोसँग अवगत छ, थाहा छ। कतिचोटि मेरो साथी भाइहरूलाई अनि मेरो छिमेकी मण्डलीका साथीभाइहरूलाई अनि इलाकालाई पनि मैले धेरै व्यक्तिगत रूपमा अनि भेटेर धन्यवाद दिइसकेको छु। र पनि यो अवसरमा फेरि पनि म एकपटक सबैजनालाई धन्यवाद दिन चाहन्छु। अनि विशेष गरिकन हाम्रो स्टाफ, हाम्रो सहकर्मी साथीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। अनि हाम्रो छिमेकी मण्डलीका साथीभाइहरूलाई पनि अनि इलाका समितिका साथीभाइहरूलाई पनि र हाम्रो परिवारलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु है। हामी यहाँ नहुँदा पनि अनि उहाँहरूले हामीलाई धेरै माया गरेर वास्ता गरेर हाम्रो नानीहरूलाई अनि हाम्रो सबै कुरामा चाहिँ उहाँहरूले सहायता गर्नुभएको छ, प्रार्थना गर्नुभएको छ। अनि हामीलाई आर्थिक रूपमा पनि उहाँहरूले सपोर्ट गर्नुभएको छ। यहाँहरू सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिँदै म यो समय यहाँ राख्न चाहन्छु। धन्यवाद। उसको त उयसको रोग लाग्छ
पेजको लागि सिङ्गल खोजिदिनु न हावाले पो यो 8 वर्ष पुरा भएर बालेर सिध्याएर 9 लगाइदियो भने बल्दै पर्छ। यस्तै हो यहाँ बाहिर हावाले गर्दा र विशेष गरिकन म हाम्रो फेरि एकचोटि धन्यवाद भन्छु यो बर्थडे विसमा तपाईँहरू सबैजना सहभागिताको लागि अनि यो सबै बन्दोबस्त गर्नको लागि हाम्रो छोरो र छोरी दुईजनाले दाजु बहिनी मिलेर सबै कुरा बन्दोबस्त गरे। अनि सन्देश चाहिँ यहाँ आएको छैन हामीसँग, उसलाई पनि हामी धन्यवाद भन्छौँ। हामी को लागि विशेष प्रार्थना गर्नेछौँ। हाम्रो आस्था, हाम्रो विश्वास, हाम्रो भरोसा विभिन्न भए पनि हामीले कसैलाई शुभकामना दिनु, कसैलाई राम्रो भनेर सोच्नु हामी सबैको कर्तव्य हो। त्यस कारणले हामी विश्वास गर्ने जतिले बाइबल धर्मशास्त्रलाई पत्याउने जतिले हामी प्रार्थना गर्छौँ अनि परमेश्वरको आशीर्वादले काम गर्छ भन्ने हाम्रो विश्वास छ। अनि यहाँले आफ्नो तरिकाले यो विस गर्नुहोला। म यो समय प्रार्थना गर्नका लागि हाम्रो आशीर्वादको प्रार्थना, उसको स्वास्थ्य रहोस्। अब भर्खर अहिले क्लास 3 मा छ होइन, अझै धेरै पढ्न बाँकी छ, धेरै पढ्न बाँकी छ। साथीभाइसँग राम्रो मेलमिलापमा बस्न सकोस् अनि स्वास्थ्य पनि राम्रो होस्। यो दुई तिन कुराको लागि प्रार्थना गर्नेछौँ। भाइहरूले उनीहरूका छोराछोरीहरूलाई परमेश्वरले आशीर्वाद दियोस् अनि उनीहरूको आयु दीर्घायु होस् भन्ने कुराको लागि जोड दिएको छ। त्यस कारणले हामी हाम्रा छोराछोरीहरूको खुसी चाहिँ सबैले छोराछोरीहरूको खुसी चाहिँ हामी चाहन्छौँ। हामी मेला बजार भर्न गयौँ भने हामी हाम्रो बुवाहरू खुसी हुन्थ्यो होइन, अथवा हामीले मेला बजार भर्न जान दिनुभयो भने हामी खुसी हुन्थ्यौँ। कहिलेकाहीँ यसो केही नयाँ लुगा ल्याइदियो भने खुसी हुन्थ्यो। तर अहिले चाहिँ त्यो मेला बजार सेला बजार भन्दा पनि
यसो बर्थडे गर्ने काहीँ पिकनिक जान दिए अथवा काहीँ टुरमा जान दिए भने धेरै खुसी उनीहरू बच्चाहरू होइन। त्यो मेला जाँदा त उनीहरू सबै मोबाइलमा हेरेर कुन मेला आफै भनिसक्दैन, सबै सामानहरू आउँदैन। तर जाने कुराहरू, घुम्ने कुराहरू अनि यो बर्थडे सड्डे बनाउने कुराहरू गर्ने भन्ने खुसी उनीहरू छ। अनि एउटा खुसी नानीहरूलाई हामी सबैले दिने प्रयास गर्दैछौँ अनि हाम्रो पनि त्यही एउटा प्रयास हो, त्यो खुसी होस् त्यसलाई पनि उसले उसको जीवन चाहिँ दीर्घायु होस् भन्ने हाम्रो कामना छ। अनि त्योभन्दा धेरै यो छोराछोरीहरू चाहिँ आमा बाउप्रति आज्ञाकारी बनोस् भन्ने चाहिँ हाम्रो कामना हो। अहिले सबैले आशीर्वाद दिँदाखेरि त्यही कुरा तपाईँहरूले पनि भनिदिनु होला, यो चाहिँ आज्ञाकारी बनोस् भनेर। अनि सबै आमा बुवाहरूले चाहिँ छोराछोरीले माया गरेको गर्नुपर्छ गर्नु, अनि छोराछोरीले चाहिँ आमा बाउप्रति आज्ञाकारी गर्नुपर्छ। जति छोराछोरी आज्ञाकारी भयो त्यति आमा बाउलाई माया लाग्छ। नभए पनि गर्नु लाग्दो रहेछ, नभए पनि दिनु लाग्दो रहेछ। त्यस कारणले कतिजना नानीहरू छन् जति आमा बुवाको आज्ञा मान्यो त्यति आमा बुवाले धेरै माया गर्छ होइन। यहाँ आमा बुवालाई सोध्यो भने केही भन्नुहुन्छ, हो भन्नुहुन्छ होइन त हो। त्यस कारणले नानीहरूलाई मेरो अर्को छ आज्ञाकारी बन्नु। सङ्गीतलाई पनि मेरो त्यही छ अर्को, आज्ञाकारी बन्यो भने यस्तो बर्थडेहरू कति हुन्छ है, आज्ञाकारी भएन भने अब यो अन्तिम बर्थडे पनि हुन्छ। त्यस कारणले यस्तो म हाम्रो पावरलाई प्रार्थनाको लागि गर्नुहुन्छ, उहाँले आशीर्वादको प्रार्थना गरिदिनुहुन्छ। अनि हामी ह्याप्पी बर्थडे त्यो गीतहरू बाबुहरू लगाउँछ हुन्छ। आदरणीय यहाँ उपस्थित हुनुहुने सम्पूर्ण मण्डली परिवार पाहुनाहरू सबैलाई खुसी छौँ। अनि यहाँ पास्टर बाबुले भनिसक्नुभयो अनि के धर्मशास्त्रमा छोटो हेरेर अनि प्रार्थना गरिदिन्छ। यहाँहरू आफ्नो प्रकारले आशीर्वाद दिनुहुन्छ, हामी खुसी छौँ। अहिले धेरै मित्रहरू पाउनु भएको छ, यो सबभन्दा ठुलो कुरोहरू हुन्छ। एउटा खण्ड हामीले पढ्नेछौँ, हामीले पढिरहेको सबै खण्ड पढ्नेछौँ। भन्नुसकेको 27मा यसरी लेखिएको छ, परम प्रभुले घर नबनाउनु भए त बनाउनेले गरेको परिश्रम व्यर्थ हुन्छ। परम प्रभुले सहरको रक्षा गर्नु भएन भने त ताले व्यर्थ पर्खी व्यर्थ हुन्छ। परमेश्वरले नै तपाईँहरूलाई सुरक्षित गर्नुभएको त्यो त हामीले नेपालमा अनुभव गरेको होइन। हाम्रो राजाहरू कसरी गुमायो त्यो परिवार परमेश्वरको योजना विशेष गरी म एकदम हाम्रो मेरो तर्फबाट हाम्रो परिवारको तर्फ एकदम धन्यवाद दिएको छु। र सबैभन्दा सन्ध्यलाई है सर्वप्रथम परमेश्वर धन्यवाद, सन्ध्यलाई एकदम धन्यवाद। सन्ध्यले अनि 2 छोरा 1 छोरी हाम्रो पास्टर कमललाई उपहार दिनुभएको कति सुन्दर कुरो है। हाम्रो नानीले जुन किसिमको एउटा विभिन्न किसिमको व्याख्या गरेर सुन्दाखेरि हामी सबैलाई त्यो हृदयमा एउटा चिया पनि भयो। अनि कति खुसी कुरो, यी सबै कुरोहरू कमल र सन्ध्या आफैले कमाएको कुरो थियो होइन। सबैभन्दा परमेश्वरले भन्नुभएको छ कि माथिबाट दिइएको छ भने केही पनि पाउँदैन, र सबैभन्दा केही पाउँदा केही गुमाउनु। उसले एउटा हाम्रो पास्टर कमलले आफ्नो जीवनमा सबैभन्दा कमाउनु कुरा आफ्नो मण्डलीमा समाजमा अनि आफ्नो सेवाकाई समर्पण गरेको कुरो हामीले हाम्रो आँखा अगाडि फिर्ताएको यस्तो छोराछोरीहरू परमेश्वर योजना। दोस्रो कुरो एउटा खण्ड पढेर सबै मिलेर आशीर्वाद र अन्तिम एउटा विषय पढ्नेछौँ। गन्ती 6को 24लाई पाठ गर्नेछौँ। परम प्रभुले तिमीहरूलाई आशिष दिउन् र तिनीहरूलाई रक्षा गरून्। परम प्रभुले आफ्नो मुख तिनीहरूमाथि चम्काउन् र तिनीहरूलाई अनुग्रह गरून्।
परमेश्वरलाई हामी धन्यवाद है। हाम्रो बाबुमाथि परमेश्वरको अनुग्रह छ वा जसरी हाम्रो पास्टर कमलले दिएको एउटा योगदान मण्डलीप्रति, समाजप्रति अनि आफ्नो परिवारप्रति अनि साथै अनि ब्याक सपोर्टमा हाम्रो बहिनी सन्देहले दिएको योगदानले गर्दाखेरि सबै कुरो फिर्ता पाएको हाम्रो आँखा देख्नु पाएको है। यति साह्रो अहिलेको छोराछोरीले एउटा आफ्ना बाउ आमाको बारेमा एउटा व्याख्या गर्ने अनि आफ्ना परिवारको व्याख्या गर्ने कमै पाइन्छ है। किनभनेदेखि चाहिँ अहिले यो आधुनिक युग भयो है। भोक्टे संसारले गर्दाखेरि बाउ आमालाई पनि बिर्सेको छन् है। भोक्टे संसार त बुझ्नुभयो होला नि, मेरो को बाउ त्यो को आमा उसलाई थाहै छ है। त्यही मोबाइलमा हेरेको छ, त्यही मोबाइलमा मेरो साथी बाउ आमा भाइ बहिनी, त्यस कारणले यो विकृति पनि छ है। त्यस कारणले गर्दाखेरि विकृतिको बावजुद हुँदा पनि यति साह्रो एउटा फिर्ता पाएको हाम्रो कमल भाइ अनि हाम्रो म त सालो भन्छु उहाँलाई अनि सन्देह बहिनीलाई चाहिँ हामी सबै मिलेर आज नै परिवार मिलेर ताली बजाउँ। उहाँले दिनुको फिर्ता पाउनु पर्ने हामी छोटो प्रार्थना गर्नेछौँ र हाम्रो बाले केही भन्नुहुन्छ। पहिला प्रार्थना सकिहाल्छ है, कसो प्रार्थना सकौँ है, प्रार्थना सकौँ अनि त्यहाँबाट तपाईँलाई दिन्छु सबैलाई जय मसी। नमस्कार। परमेश्वरको वचनमा नाति पनाति लेख्न पाएँ भनेको छ। 92 वर्षको भएँ, अब 100 पुग्न त 8 वर्ष मात्रै बाँकी छ। 92 त खाइएन, 8 वर्ष खाइहालिन्छ होइन। नाति पनाति पनि देख्न पाएँ। त्यो उमेरसम्म सबै परिवारमा परमेश्वरले यसै गरी रक्षा गरून्, फल्दै फुल्दै वृद्धिमा जाऊ भनेर परमेश्वरको वचन भनेको छ। त्यो सबैमा पुरा भएको हुन्छ। धन्यवाद। अब जनातीको लाइनमा हुनुहुन्छ है बुवा? हुन्छ हामी प्रार्थना गरौँ र हुन्छ हामी आदरणीय मण्डली परिवार र पाहुनाहरू सबै मिलेर हामी हजुरले आशीर्वाद दिनु अनि प्रार्थना गरौँ। हुन्छ अब 9 वर्ष पुरा भएर अब 8 पुरा भएर 9 वर्ष सङ्गीतै बजाउँछ। प्रार्थना गरौँ। स्वर्गीय पिता परमेश्वर, पुत्र येशू ख्रीष्ट, पवित्र आत्मा, हामी तपाईँलाई हामी धन्यवाद दिन्छौँ। विशेष गरी हाम्रो भाइ कमल परिवारमा सन्देहको बिचमा उपहार दिनुभयो। रेस्टो अनि छोरी अनि कान्छो छोराको उपहार दिनुभयो यो परिवारमा। सबै कुरो परमेश्वर तपाईँको वचनले हामीलाई बताउँछ। माथिबाट दिएर माथिबाट दिएको छैन, पाउँदैन। परमेश्वर तपाईँले दिनुभएको उपहार कान्छो छोरालाई आजको दिनसम्म तपाईँ परमेश्वरले बालकलाई सुरक्षा दिनुभयो। धन्यवाद दिनुहुन्छ। विशेष गरी हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो बालकलाई जसरी 8 वर्ष पुरा भएर प्रभु अब 9 वर्षमा यो बालक प्रवेश गर्दैछ। यो वर्ष जसरी तपाईँले 8 वर्षमा तपाईँले यो बालकलाई हरेक अवस्थामा उत्तम एउटा पाउनुहुन्छ। अनि प्रभु बाउ आमा नभएको प्रभु विभिन्न किसिमको परिस्थिति हुँदा पनि ऊ एक्लो हुँदा पनि परमेश्वर उसको लागि हरेक किसिमको जुटाउने परमेश्वर उसको लागि हरेक अभावको कुरोलाई सबै कुरो तपाईँ परमेश्वरले पुरा गर्नुभयो। त्यसको लागि धन्यवाद दिन्छु। अब यो वर्ष तपाईँले दिनुभएको सुरक्षाको लागि हामी धन्यवाद दिन्छौँ। अब अर्को यो 9 वर्षमा तपाईँ परमेश्वरको यो 8 वर्षमा तपाईँ परमेश्वरले जति सुरक्षा दिनुभयो यहाँ अर्को वर्ष तपाईँ परमेश्वरको दिनु बालकलाई तपाईँको सुरक्षा हामी मागिरहेको छौँ। अनि होल मण्डली परिवार हाम्रो इष्टमित्र परिवार सबै प्रभु हाम्रो पाहुना मिलेर यो बालकलाई आशीर्वाद गर्नु। धन्यवाद धन्यवाद। यो बालकको मोहरमा येशू चम्केको भन्छ र प्रभु
प्रभु 127 हामी पाठ गऱ्यौँ प्रभु गन्ती 6:24-25 हामी पाठ गरेका छौँ। धन्यवाद तपाईँको वचन अनुसार धन्यवाद दिन्छु। यी परिवारलाई अनि कमल बाउलाई अनि सन्ध्या नानीलाई जो उपहार दिनुभयो 3 उपहार त्यसको लागि धन्यवाद दिन्छु। तपाईँको वचनले भन्छ नाता नातिनी गाना र टेबलको वरिपरि भद्रचोटि भनेको छ। त्यस कारण छोराछोरी परमेश्वरले दिनुभएको इनाम हो। त्यस कारण इनामको लागि हामी एकदमै धन्यवाद दिन्छौँ। बालकलाई परमेश्वरको हातमा हामी समर्पण गर्दछौँ। पवित्र आत्मालाई जिम्मा दिँदछौँ। यी बालकको जीवनमा आउने विभिन्न किसिमको उत्तप तडप आदि तूफान सबैबाट तपाईँ परमेश्वरले यी बालकको तपाईँको रगतको सुरक्षा माग्दछौँ। बोलसभा 91को 3 अनुसार प्रभु हामी दाबी गर्दछौँ। सिकारीको पात्र बचाउने तपाईँ हुनुहुन्छ, घातक क्रूरबाट बचाउने तपाईँ नै हुनुहुन्छ। यो बालकलाई हामी गन्ती 6:24-25 हामी आशीर्वाद माग्दछौँ। धन्यवाद। बाहिर जाँदा भित्र आउँदा सिरान राख्दा यो बालकले सानै उमेरदेखि परमेश्वरको चर्चा गर्न सक्छ। धन्यवाद। यो बाउ आमाले यो बालकलाई सबैभन्दा हन्नाले प्रभु आफ्ना बालकलाई समर्पण गरेको छ। प्रभु बाउ आमाले समर्पण गरिसकेछन् बालकलाई तपाईँको सुरक्षा मागिरहेको धन्यवाद दिन्छु। धन्यवाद। विशेष गरी हाम्रो कमल बाबु र प्रभु सन्ध्या नानीलाई यो 24-25को बिचमा जुन किसिमको उनीको जीवनमा आएको उत्तप तडप हुँदा पनि त्यो अवस्था हुँदा नि तपाईँ परमेश्वरले उनीहरूमाथि के तपाईँको ठुलो अनुग्रहको हात गयो कि त्यस कारण तपाईँ आफ्नो प्वाखले ढाक्नुभयो, पखेटाले प्रभु खोज्नुभयो। त्यस कारणले उनीहरू लड्दा पनि तपाईँले उठाउनुभयो। उनीहरूको चोटमा प्रभु जसरी तपाईँले मलम लगाएर पट्टी बाँधेर तपाईँ परमेश्वरले प्रभु तपाईँको वचनले भन्छ तँलाई म पुछारो होइन सिर तुलाउने छु। तपाईँले वचन तपाईँको वचनलाई साथै प्रभु उनीहरूको प्रभु तपाईँले आफ्नो विश्वासलाई त्यागेर तपाईँको वचनलाई प्रभु सिरुपर गरिराखे। त्यस कारण उनको पक्षमा तपाईँ लडिदिनु भयो। धेरै इष्टमित्रहरू कमाए, धेरै इष्टमित्रले प्रार्थना गरे, जसरी प्रभु जो योगदानहरू गरे त्यो कारण प्रभु यो परिवारले अनि हामी बिर्सिने छैनौँ भनेर धन्यवादको प्रभु अनि प्रभु आँसुहरू तपाईँको अगाडि प्रभु राखेको छन्। धन्यवाद। त्यो परिवारलाई सधैँ नै यो परिवारको जीवनबाट प्रभु यो ठाउँमा प्रभु तपाईँ परमेश्वरले प्रभु उनीहरूको जीवनमा एउटा प्रभु उनीहरूको मुहारमा येशू सधैँ चम्किनुहोस्। प्रभु उहाँहरूको जीवनबाट येशू सधैँ नै चम्किएको भनी प्रार्थना गर्दछु। धन्यवाद दिन्छु। धन्यवाद दिन्छु। सबै कुरो स्वागत गरेको, सबै निमन्त्रण गरेको प्रभु उहाँहरू सबैलाई धन्यवाद दिन्छु। सबै परमेश्वरलाई धन्यवाद। यी बालकलाई हामी आशीर्वाद माग्छौँ। धन्यवाद दिन्छु। धन्यवाद। आजको प्रभु यो प्रभु अनि विशेष गरी जन्म उत्सवलाई हामी एकदमै धन्यवाद दिन्छु मिलेर। धन्यवाद। यो बालकमा तपाईँको रगतको सुरक्षा माग्छु, तपाईँको आशिष मागिदछु। धन्यवाद दिन्छु। प्रार्थना बिन्ती माग्दछु येशू प्रभुको नाममा। आमेन। सबैलाई एकैचोटि त्यहाँ गीत पनि बज्छ अनि सँगै विस गरौँ ल। हावाले बोल्न दिएको छैन। समस्या हावाको आइरहेको छ। सलाई गर्नुपर्छ, लाइटरले दुख्छ। हुन्छ होला। Happy birthday Happy birthday to you.
धन्यवाद यो मनको लागि धन्यवाद यो खानपिनमा आशिष धन्यवाद त्यसरी 5 रोटी र 2 माछा जस्तै प्रशस्त 12 डालो धन्यवाद आशिष मेरो पक्रा मेरो थोरै पक्रा मेरो मासुहरू नहाल मासुहरू नहाल के को जुन खाए पनि